ए कति सुत्नुहुन्छ कति अल्छी हो क्या हजुरहरू कति निद्रा लागेको ओहो नि म त भन्दा 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 थाकिसकेँ तपाईँहरूलाई लास्ट अल्छी है डन्डा देखाएर नहुने गाली गर्दा नि नहुने है अझै पनि सुतेरै हेरिराख्नु भएको छ मेरो भिडियो बिस्तारामा पल्टेर हैन मस्त मोबाइल चलाएर हेर्नु भएको छ ल ठिक छ हेर्नु भएको छ त्यो पनि ठुलै कुरा हो है यस्तै हिप्स यस्तो चिटिक्क परेको बनाउन चाहनुहुन्छ ल आउनुहोस् सँगै गरौँ है त ल अब फर्स्टमा एउटा डम्बेल उठाउने देन डम्बेल उठाएर हिप्सलाई पुरा अप गरेर कतिसम्म सक्नुहुन्छ अप्पर पार्टलाई डाउन गर्ने है यसरी यो गर्दाखेरि तपाईँको ब्याक साइड हिप्सको पार्ट चाहिँ अलिकति टोन हुन्छ नम्बर 1 कति गर्ने अरे 15 12 10 3 सेट गर्नु पर्यो है फर्स्टमा 15 गर्ने अनि 10 12 गर्ने अनि 10 नेक्स्ट दुईटै डम्बेल उठाउने देन पुरा जिम जानुहुन्छ भने त अब तपाईँलाई थाहा नै होला हैन जिम नजाने जो घर बस्नुहुन्छ स्पेसली उहाँहरूलाई जति सकिन्छ हामीले अप्पर पार्ट मात्रै डाउन गर्ने है यसलाई पनि तपाईँको 15 12 10 गर्ने हो नेक्स्ट 1 by 1 लेग्स ब्याक गर्ने है टक्क एक स्टेप ब्याक गर्ने नभए यसलाई हेभी वेट छ भने यहाँ राखेर पनि गर्न सक्नुहुन्छ यसरी 3 भयो यसको पनि 15 12 10 लास्ट वान देखाउँछु अब सुतेर गर्दा पनि भयो यस्तो कहीँ आडेस लिने ठाउँ छ भने यसरी यो सोफाहरुमा हैन यसरी आडेस लिएर पनि हजुरले हिप थ्रस्ट गर्न सक्नुहुन्छ है यतिको राख्ने देन हिप्सलाई पुरा यसलाई चाहिँ तपाईले सिधा सुतेर नि गर्न सक्नुहुन्छ यसको पनि 15 12 10 गर्ने चारवटा भयो अझै एउटा गर्छन् मिनिमम पनि एउटा पार्टको लागि तपाईले 5वटा एक्सरसाइज चाहिँ गर्नुपर्छ ल यो भयो हैन अब यस्तै कहीं आफ्नो खुट्टालाई अडाउने हैन अनि थोरै जब तक आफू कम्फर्टेबल तरिकाले डाउन गर्न सक्नु पर्यो यो चाहिँ बोथ साइड लेग्सले गर्नु पर्यो है one side 15 one side 15 one side 12 one side 12 then फेरि नेक्स्ट साइड 10 10 गरेर हजुरले 3 सेटको है एउटै एक्सरसाइज 3 सेट 15 12 10 गरेर यसरी गर्नुहुन्छ भने एक महिनामा चाहिँ तपाईको हिप्स चाहिँ पुटन भइहाल्छ है चेन्जेस चाहिँ तपाईले देखिहाल्नुहुन्छ यस्तै भिडियोहरु चाहिरहेको छ भने मलाई फलो गर्न सक्नुहुन्छ थ्यांक यू सो मच फर वाचिङ हैव अ गुड डे एभ्रीवन